आजको यस भिडियोमा हामी हाम्रो च्यानलको मोस्ट डिमान्डेड भिडियोको बारेमा कुरा गर्ने छौं। इफ हजुर नेपालमै बसेर क्रिकेटलाई करियर बनाउन चाहनुहुन्छ भने यो भिडियो हजुरको लागि एकदमै हेल्पफुल हुनेछ। हामीले भिडियोलाई बुझ्न सजिलो होस् भनेर तीनवटा पार्टमा डिभाइड गरेका छौं। पहिलो, कहाँबाट सुरु गर्ने, दोस्रो, के कस्ता च्यालेन्जेसहरु आउन सक्छन् र तेस्रो, ती च्यालेन्जेसहरु कसरी ओभरकम गर्ने। सुरुमा कुरा गरौं करियर कहाँबाट सुरु गर्ने। सबसे फर्स्ट स्टेप रहेको छ जोइन योर नियरबाई क्रिकेट एकाडेमी। नेपालमा अहिले प्रोफेसनल टिममा पढ्न पनि धेरै कम्पिटिसन बढिसकेको छ र कुनै पनि नयाँ खेलाडीलाई सिलेक्ट हुनको लागि स्टार्टिङ फेजबाटै कोचको नजरमा रहन एकदमै जरुरी छ। कुशल मल्ल, अभिषेक गौतम, दिपेश कण्डेल जस्ता थुप्रै खेलाडीहरु कोचको नजरमा परेर स्टार र इमर्जिङ प्लेयरहरु बन्न सफल भएका छन्। हामीले तपाईहरुलाई सजिलो होस् भनेर हरेक प्रोभिन्सको क्रिकेट हबमा रहेका केही क्रिकेट एकाडेमीहरु लिस्ट गरेका छौं। कोशी प्रदेशको विराटनगरमा रहेको कोच महेश रिजालले नै कोचिङ गर्दै आएको एचसीसी, वाईसीसी र बीसीसीए, मधेसमा रहेको बीसीटीसी र एनएसए, काठमाडौँ भ्यालीमा रहेको वान डे क्रिकेट एकाडेमी, सीईसी, नेक्सस, जीएचसीए एन्ड मेनी मोर, साथै चितवनमा रहेको ईसीए र आरसीबी, गण्डकीमा रहेको आरबीसीए र पीसीए, लुम्बिनीमा रहेको शक्ति गौचनकै स्टार क्रिकेट एकाडेमी, डब्ल्यूसीए, जीआरसीए र बर्दिया क्रिकेट एकाडेमी, कर्णालीको सुर्खेतमा रहेको ममताज क्रिकेट एकाडेमी र सुदूरपश्चिममा रहेको धनगढी क्रिकेट एकाडेमी डीसीए। यी सबै एकाडेमीहरुको कन्ट्याक्ट डिटेल डिस्क्रिप्सन या कमेन्टमा रहेको छ। इफ हजुरहरुलाई अरु कुनै एकाडेमीहरुको बारेमा थाहा छ भने कमेन्टमा लेख्नुहोस् र अरु साथीहरुलाई पनि हेल्प गर्नुहोस्। एकाडेमी जोइन गरेर रेगुलर प्र्याक्टिसमा गेमहरु खेल्नु भयो भने हजुरको लागि डिस्ट्रिक्ट सिलेक्सनको बाटो खुल्नेछ। एन्ड डोन्ट फर्गेट इफ यु आर अफ अन्डर 19 or अन्डर 16 लेभल, तपाईको लागि त्यो प्लेटफर्मबाट नि परफर्म गरेर राम्रो गेम देखाउने मौका हुनेछ। अब कुरा गरौं मेन च्यालेन्जेस के हुन सक्छ। डिस्ट्रिक्ट टिममा सिलेक्ट भएपछि कम्पिटिसन एकदमै बढ्दै जान्छ। अब हजुरहरुले प्रोभिन्सका बेस्ट प्लेयरहरुसँग फेस गर्नुपर्छ। त्यो लेभलमा गेमहरु मेबी हजुरहरुले पहिला नखेलेको हुन सक्छ, सो कन्फिडेन्ट डाउन हुन पनि सक्छ। तर च्यालेन्जेसहरु यही मात्र होइन, राम्रो परफर्मेन्स गरे पनि सिलेक्सन प्रोसेसमा फेभरेटिजम देखिने केसेस पनि देखिने गर्छ। यस्तो बेलामा मेन्टल टफनेस सबैभन्दा इम्पोर्टेन्ट हुनेछ। धेरै प्लेयर्सहरुले यो स्टेजमा स्ट्रगल गर्ने गर्छन्। मोटिभेसनको कमी, अपर्चुनिटिजको चान्सेसहरु र सिलेक्सन प्रोसेसमा पोलिटिक्सले धेरै खेलाडीहरुलाई इफेक्ट गर्ने गर्छ। तर कन्सिस्टेन्ट हार्डवर्क गरेमा अगाडि बढ्ने चान्स जरुर हुनेछ। अब कुरा गरौं ती च्यालेन्जेसहरु कसरी ओभरकम गर्ने। यसको सिम्पल एन्सर हो फोकस एन्ड हार्डवर्क। जब हजुर डिस्ट्रिक्ट या प्रोभिन्सियल लेभलमा पुग्नुहुन्छ त्यतिबेलासम्म पीएम कप, इलाइट कप, ए साइड र अरु थुप्रै डोमेस्टिक टुर्नामेन्टहरुको लागि गेट खुलिसकेको हुन्छ। अब तपाईले आफ्नो परफर्मेन्स प्रुभ गर्ने बेला आइसकेको हुन्छ। इफ यु आर अ गुड क्रिकेटर विदिन 5 years अफ स्टार्टिङ योर क्रिकेट जर्नी, यु विल डेफिनेटली बी प्लेइङ दिस टुर्नामेन्ट। नेपालमा सबै टप प्लेयर्सहरुसँग कसरी सफल हुने भनेर सोध्दा सबैको एन्सर एक नै हुन्छ, जस्ट बी फोकस एन्ड बी हार्डवर्किङ। डिस्ट्रिक्ट या प्रोभिन्स लेभल सिलेक्सन फेभरेटिजम देखिने गर्छ, बट इफ हजुरहरु नेशनल टिमलाई रिप्रेजेन्ट गर्न चाहनुहुन्छ भने अपर्चुनिटिजमा राम्रो परफर्मेन्स गर्नु सबैभन्दा ठूलो मन्त्र हो। जब हजुर कन्सिस्टेन्टली परफर्म गर्नुहुन्छ हजुरहरुको नाम स्काउटहरुले हेर्न थाल्छ। डोमेस्टिक टुर्नामेन्टबाट परफर्म गर्न सक्नुभयो भने हजुरको लागि नेपाल नेशनल टिममा पर्ने बाटो खुल्नेछ। हामीहरुले यो भिडियो अलिक डिफरेन्ट वेमा ट्राई गरेका छौं। इफ हजुरले नेपालका लागि खेल्न चाहनुहुन्छ र डेडिकेसन छ भने आजैबाट प्र्याक्टिस सुरु गर्नुस्। हु नोस 5-10 वर्षपछि नेपाल टेस्ट स्ट्याटस नेसन बनेको देख्न सक्नुहुन्छ। हस् त आजको भिडियो लागि यति नै। भिडियो मन परेमा लाइक, कमेन्ट अनि सब्स्क्राइब गर्नु होला। धन्यवाद।